सफल हुने प्रयत्न नगर, असल हुने प्रयत्न गर भन्नुहुन्थ्यो कि। त्यो कारणले गर्दाखेरिमा आशा चाहिँ के हो भनेदेखि हामी सफल बन्न खोज्यो भने त्यो आशाले हामीलाई डुबायो होइन, असल बन्न खोज्यो भने चाहिँ त्यो आशाले हामीलाई गन्तव्यमा पुर्यायो। त्यो कारणले गर्दाखेरिमा हामी सफल बन्न लाग्यौँ भने के हुन्छ भने प्रतिस्पर्धीलाई सिद्ध्याउनतिर लाग्छौँ होइन। तर असल बन्न लाग्यो भने के हुन्छ भनेदेखि प्रतिस्पर्धा त गर्नै पर्छ, म पनि जाउँ तिमी पनि जाऊ सँगै जाउँ होइन। यो कारणले गर्दाखेरिमा अहिले निराशाको अवस्था के भइदिएको हो भनेदेखि प्रतिस्पर्धाले सबैभन्दा बढी बर्बाद बनाइदियो। तिमी त्यो गाडी चढ्छौ भने म यो गाडी किन नचढ्ने, तिमी त्यो भोजमा यो लगाएर जान्छौ भने म यो किन नलगाउने। तर हामीमा कम्पिटिसन के भएन भने तिमीले गरिब 10 जना बच्चा पढाउँछौ भने म 15 जना किन नपढाउने होइन। सडक छाममा चाहिँ आश्रय नपाएर बसेका वृद्ध आमाहरू तिमी 3 जना हेर्छौ भने म 5 जना किन नहेर्ने। हामी यो खालको प्रतिस्पर्धामा गइदिएको भए हाम्रो परम्परा त वास्तवमा यस्तो प्रतिस्पर्धामा जाने हो नि। तपाईँ त कतिको गाउँले परिवारमा हुर्किनु भयो, हाम्रो गाउँहरूतिर के चलाउनुहुन्छ भने भैँसी ब्यायो भने पनि ब्यागुती गाउँभरि बाँड्नु पर्थ्यो। मोही पारेपछि गाउँघरका मान्छे लिन आउँथे, त्यहाँ कुनै सम्ब्याजको कुरो थिएन। आँप फलोस्, अम्बा फलोस्, मेवा फलोस् बाँडेर खाने चलन थियो। त्यो परिवारमा हामी हुर्केको कारणले गर्दा हाम्रो आशा चाहिँ के छ भनेदेखि असलतर्फ छ, प्रतिस्पर्धातर्फ सफलतिर छैन।